हरिओम दर्शन नमस्कार मित्रहरू। की गफ जवानीमा, की गफ बुढेसकालमा। की गफ जवानीमा हुन्थे मिठा मिठा, सँगै बसेर नयाँ नयाँ विवाहको बेला है। अब 20 को जो समय थियो नि, त्यति बेला त्यो खै कता गयो, त्यो कसरी आयो कता गयो भन्ने कुरा थाहा भएन। अहिले बुढेसकालमा आएपछि फेरि चाहिँ मिठा मिठा गफ आउन थाले बुढाबुढीका। क्या सबैले ध्यान राख्नु होला नि, यो कसको बुढाबुढीको बिचमा मिठा गफहरू आउँछ यो अवस्थामा बुढेसकालमा है भन्ने कुराहरू महसुस गर्नु होला सबैजनाले। यस्तै नै मिठा मिठा गफ मारेर सबै बुढाबुढी बस्नु होला है। लडाइँ झगडा चाहिँ नगर्नु होला है। वाक्ने स्वाक्ने दारू सारू खाएर यसो बुढीलाई नसताउनु होला। यसरी नै बुढीलाई फकाउनु पर्छ, मिठा मिठा गफ मार्नु पर्छ, नत्र फेरि बुढीले रोटी पनि बनाइदिन्नन्, गाह्रो हुन्छ। अनि हस्, धन्यवाद। फेरि भेटौँला यस्तै यस्तै मिठा मिठा गफको साथ अर्को भिडियो।